नमस्ते हजुर, हाम्रो एसएस एग्रिकल्चरमा देख्न सक्नुहुन्छ अनारका फुलदेखिबाट सबै फुलिरहेछ। हाम्रो यो तलको यो पुरानो जति रिस्टक राख्छौँ हामीले मर्या बिरुवाहरू नै फेरि ग्राफ्टिङ गर्न मिल्छ। त्यो हिसाबले सबै बिरुवाहरू सबै यता चाहिँ जति राम्रो बिरुवा छ माथि जान्छ भने नराम्रो बिरुवा चाहिँ सबै तल ओर्लिन्छ। त्यस्तै छ सबै यो तलको हाम्रो तलको फार्म हो। तल चाहिँ हामीले चाहिँ जति छन् सब सिडका प्लान्ट जति ग्राफ्टिङ जति नसर्या जति सबै ठुलो हुने लाहरू सबै चाहिँ यतै राख्छौँ। किनभनेदेखि सबै अलिकति हुर्केपछि लैजाउँ भन्ने हिसाबले देख्न सक्नुहुन्छ। पुरै यो चाहिँ हामी चाहिँ यहाँ चाहिँ हुर्काउने विशेष काम चाहिँ हामी यहाँ हुर्काउने गर्छौँ। जति बिरुवा छन् यता अलिकति हुर्काउने काम गरिदिन्छौँ। किनभने यो मर्या त्यसपछि फेरि गर्ने ग्राफ्टिङ गर्ने त्यो बिरुवाहरू राख्छौँ। नेक्ट्रिन पनि झुप्पा छन्, कुनै रुख झुप्पा फलिरहेछ। यस्तै छ, टाइफोइड छ, यस्तै छ। सब नराम्रो जति यता आएर स्टक भएर राम्रो जति चाहिँ त्यहाँ पुग्छ। हामी चाहिँ फ्रेस भएको मात्रै यता लान कोसिस गर्छौँ। यस्तै छ। हस्त, धन्यवाद।